आफ्नी आमा बेच्ने, आफ्नी छोरी बेच्ने, आफ्नो वतन बेच्ने, आफ्नो इमेज बेच्ने, आफ्नो इज्जत बेच्ने, आफ्नो देश बेचेर अमेरिकामा एउटा घर बनाएर एउटा फ्ल्याटमा, हामी कहाँ छौँ अमेरिकामा? मेरा छोराछोरी कहाँ छन् तपाईँका? अमेरिकामा। जो चाहिँ देशको हक हितको लागि सोच्दैनन् तिनीहरू देश बेच्ने हुन्थे। तिनीहरू देश बेच्ने हुन्। तिनका छोराछोरीले पनि सुख पाउँदैन। 7 जुनी यिनीहरूको सन्तान दर सन्तान मासिएर जान्छ। मासिएर भयभरको ऋण लिएको छ। यिनीहरू आइकिन 3 खरब ऋण थपियो। 3 महिनामा 3 खरब ऋण थपे। सुशीला कार्की आएर 1 खरब थपिन्। भोलि फेरि $150 मिलियन लिँदैछन् यिनीहरूले विश्व ब्याङ्कबाट। विश्व ब्याङ्क र IMF को पैसा लिएर नि संसारमा कुन देश धनी भएको छ? पाकिस्तानको हालत के बनायो? पाकिस्तानको आज विश्व ब्याङ्क र IMF को पैसा लिने कुन चाहिँ देश धनी भएको छ? अब यहाँका व्यापारीले पनि भेट्दैछन्, व्यवसायीले भेटे। साउन 1 गतेदेखि हेर्नुहोस् के हुन्छ हालत।